सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ मित्रहरू। मैले यो क्लिप चाहिँ यो दार्चुलाको पुल बनाएको कुरालाई लिएर थुप्रै विरोधीहरूले के गीत गाइरहेछन्। त्यसो भएको कारणले गर्दाखेरि मैले एउटा सानो सन्देश स्वरूप यो भिडियो बनाएर पोस्ट गर्दैछु। अब त्यहाँ के कुरा गरिराखेको देख्छु भने विरोधीहरूले चाहिँ यस्तो खर्च भएछ उस्तो खर्च भएछ भनेर भनिराख्नु भएको छ। तपाईँहरूलाई म के भन्न चाहन्छु भने तपाईँ यहाँ धरान आउनुहोस् हैन। अब तपाईँ पश्चिममा बसेर तपाईले विरोध गर्दै हुनुहुन्छ भने त मेरो भन्नु केही छैन। तर तपाईँ यदि पूर्वमा हुनुहुन्छ भने कहीँ कतैबाट हैन, जस्तै ताप्लेजुङ, इलाम हैन, झापा कहाँबाट हो मोरङ कतैबाट तपाईँ गाडी चढेर जानुस्, अल द वे जानुस् है। दार्चुला पुग्नुहोस् खलङ्गा हुँदै हुँदै हैन, उता चाहिँ नि दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर 2 को माथिल्लो दुम्लिङसम्म पुग्नुहोस्। अनि त्यस पछाडि तपाईँलाई थाहा हुन्छ त्यो कति टाढो यात्रा रहेछ भन्ने चिज। यहाँ धरानबाट सुरु गर्नु है यात्रा। बेसिकली गर्दा धरानबाट सुरु गर्नु, जानु गाडीमा जानु हैन, जानु न। अब तपाईलाई कति के लाग्दो रहेछ जानु। अनि दार्चुलाको दुम्लिङ पुगेर आउनु, ब्यास हैन गाउँपालिका वडा नम्बर 2 को दुम्लिङ पुगेर आउनु। अब अहिले त यसो चाहिँ नि अलिअलि हामी गएदेखि नेपाली सेनाको पनि त्यहाँ उपस्थिति भएर बाटो साटो सरसफाइहरू गर्दैछ। पहिला हामी जाँदाखेरि त्यो पनि थिएन। अनि त्यहाँ तपाईँ धेरै पनि नबस्नुहोस्। अब त्यहाँ त हाम्रो श्रमदाताहरूले तपाईँको चाहिँ 85 दिनसम्म कठोर तपस्या गर्नुभएको हो, श्रमदान गर्नुभएको हो। त्यो श्रमदानलाई मैले तपस्या नै भनिरहेको छु, गर्नुभएको हो। तपाईँ त्यत्रो नबस्नुहोस्, तपाईँ 2 दिन मात्रै बस्नुहोस्। अनि ल 2 दिन छोडिदिनु, 1 दिन बस्नुहोस्। अनि 1 दिन पनि बस्नुहुन्न भने जस हामीले त्यो थापेको पुललाई छोएर आउनुहोस्, त्यति मात्रै गरेर आउनुहोस्। अल द वे त्यहाँबाट फर्केर धरानसम्म आउनुहोस्। त्यस पछाडि तपाईँले चाख्नुहुन्छ त्यो यात्रा कस्तो यात्रा हो हैन। तपाईँले यात्रा यस्तो खर्च उस्तो भनिराख्नु भएको छ नि हैन। मसँग सँगै काम गर्ने मान्छेहरू भनेको प्राय जसो हैन भूतपूर्व ब्रिटिस आर्मीमा काम गरेर आएका चाहिँ नि तपाईँको भूतपूर्व सैनिकहरू, इन्डियन आर्मीमा काम गरेका भूतपूर्व सैनिकहरू है, र धेरै तपाईँका छैन के अरे यहाँनिर चाहिँ व्यवसायहरू गरेर समाज सेवा गरिरहेका मान्छेहरू, त्यस्ता तपाईँको छैन के अरे श्रमदाताहरू को अगुवाईमा जुनै पनि कुरा चाहिँ मैले सुसम्पन्न गर्ने गरेको कुरा छ। तपाईँलाई लाग्ला चाहिँ 1-2 हजार पैसा निकालेर चाहिँ खाउँला भन्ने हिसाबले हाम्रा श्रमदाताहरू हैन, जो चाहिँ 85 दिनसम्म है त्यहाँनिर त्यो ठाउँलाई पूर्व र पश्चिमको मनहरूलाई जोड्नका लागि त्यहाँका तपाईँको चाहिँ दुःखलाई थोरै भए पनि हामीले चाहिँ केही सहयोग गरौँ त भन्ने हिसाबले चाहिँ त्यो देशभक्तिले ओतप्रोत भएर काम गर्ने मान्छेलाई चाहिँ त्यो 2-4 हजार 5-10 हजार यसो गोजीमा लाउँ भन्ने लोभ होला। तपाईँहरूले भन्नु खोज्नु भयो के हो? चक्क पर्छ। 1 दिन एउटा सानो सिन्का थाल तपाईँहरूले बाँच्नु भएको छैन। एउटा सिन्का बाँच्नु भएको छैन। खाएको थाल तपाईँले चाहिँ धुनु भएको छैन होला जम्म। अनि तपाईँले त्यत्रो श्रमदान गर्ने, त्यत्रो तपाईँको चाहिँ के अरे पुलको लट्ठा तल कहाँबाट चाहिँ है चाहिँ तपाईँको 1 दिन झन्डै चाहिँ बिहानदेखि बेलुकासम्म तानेर बोकेर त्यो त्यस्तो तपाईँको अप्ठ्यारो ठाउँमा त्यो फलाम बोक्ने, सिमेन्ट बोक्ने, यस्ता काम गर्ने श्रमदाताले भात खाएको कुरा तपाईँले गर्ने को तपाईँ? भात नखाइकन, पानी नखाइकन हैन, मासु खायो भनेको छ, के भनेको छ? खान्छ नि काम गर्नेले। तपाईँहरूले सक्नुहुन्छ भने हैन एउटा पुल बनाएर देखाउनुहोस्। हामीले त तपाईँको 2 महिना भनौँ न, लाइक झन्डै 3 महिना 85 दिनमा बनाएर देखायौँ। तपाईँहरूले सक्नुहुन्छ भने 60 दिनमा बनाएर देखाउनु न हैन। 60 दिनमा बनाएर देखाउनु ल, सक्नुहुन्छ? यदि सक्नुहुन्न भने तपाईँहरूले हैन यसरी मिथ्या कुराहरू गरेर यो त्यो गरेर हैन उडाउने काम नगर्नुहोस्। खर्च लागेकै कुरा त हाम्रो टिमले भन्यो होला त्यहाँ हैन, लागेकै कुरा भनेको छ।
पुष्टि नभएको कुरा त कुनै पनि छैन नि त, त्यहाँ छैन है। यो चिज बुझ्नु पऱ्यो। यति लाग्यो उति लागेको कुरा त लाग्यो भने, नलागेको कुरा लाग्यो भने होला त। यतिको भात खाइयो, यतिको मासु खाइयो, यतिको दाल खाइयो, यतिको के खाइयो, त्यो सबै कुरा देखाइराखेको छ। अब यति नहुनु पर्ने उति नहुनु पर्ने त्यहीँका मान्छेलाई अराउनु पर्ने होइन। त्यो दुम्लिङको मान्छे बर्खा लाग्ने बित्तिकै वैशाख लाग्ने बित्तिकै माथि चाहिँ के अरे त्यो यार्सा गुम्बा टिप्न जान्छ भने तपाईँलाई थाहा, तपाईँलाई के थाहा त्यहाँ गएर मैले नि थाहा पाएको मैले पनि होइन। गाउँमा मान्छे छ यस्तो ठेका लाउनु पर्थ्यो उस्तो ठेका लाउनु पर्थ्यो, तपाईँले ठेका लगाएर अब बनाएर देखाउनुहोस्। हामीले एउटा बनायौँ, अब तपाईँहरूको पालो, जस्ट गो देयर है, अनि काम गर्नुहोस् न। हामी त खोज्दैनौँ तपाईँले कति के गर्नुभयो कसो गर्नुभयो खोज्दैनौँ, जस्ट बधाई दिन्छौँ, सम्पन्न गरेर देखाउनुहोस्। हो चुनौती नै भयो, जहाँ सरकारको चाहिँ के अरे होइन आँखा पुग्न सकेन, जुन ठाउँमा 5-5 चोटिसम्म सर्वे गर्दै तल बच्चा के अरे पचाउँदै तपाईँको चाहिँ सरकारी कर्मचारी फर्केर आए, सरकारले बनाउन सकेन, त्यो ठाउँमा पुल बनाइदियो हो नि हामीले होइन। त्यहाँका स्थानीयले अस्ति बोलेको सुन्नु भएन? तपाईँहरूले हामीलाई सिकाउने अब यस्तो उस्तो भनेर सिकाउने, तपाईँहरूबाट सिक्नु पऱ्यो अब हामीले श्रमदान गर्नलाई। त्यसले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, जे पाए त्यही नबोल्नुहोस् है, बोल्नुभन्दा अगाडि सोच्नुहोस्। तपाईँले कति सहयोग गर्नुभयो देशका लागि, श्रमदानमा कतिवटा ढुङ्गा बोक्नुभयो होइन, तपाईँले चाहिँ त्यो अभियानमा कति रुपियाँ तपाईँले चाहिँ खर्च गर्नुभयो, कसरी सहयोग गर्नुभयो, त्यो भन्नुहोस्। त्यो कमिटमेन्टका साथ आउनुहोस्, नत्र भने त्यो हावामा जे पाए त्यो बोलेर होइन मान्छेलाई चाहिँ दुःख दिने काम नगर्नु ल है। झिँगाको जुनी व्यतीत गर्नुभन्दा मौरीको जुनी प्राप्त गर्नुहोस्। मौरीको जुनी प्राप्त गर्ने हो भने श्रम संस्कृति पार्टीमा आउनुहोस्, श्रम संस्कृतिको श्रमदानको अभियानमा आउनुहोस्। यति भन्न चाहन्छु। सबैको शुभ रहोस्, दिमाग पलाओस्। धन्यवाद छ, नमस्ते।